नमस्कार तपाई सम्पूर्ण युट्युब दर्शक महानुभावहरु यतिखेर तपाईहरु हेर्दै हुनुहुन्छ युट्युब च्यानल खेल खेलाडी र खेल खेलाडी युट्युब च्यानलमा आज म तपाईहरुलाई द कोर क्याम्पको डे 3 र डे 4 को म्याचको जानकारी दिन उपस्थित भएको छु। डे 3 को म्याचमा नेपाल ब्लू भर्सेस नेपाल ग्रीन को म्याच भएको थियो भने अर्को म्याच नेपाल येलो भर्सेस नेपाल रेड को म्याच भएको थियो। नेपाल ब्लू र नेपाल ग्रीन को म्याच को बारेमा भन्नुपर्दा नेपाल ब्लूले पहिले ब्याटिङ गरेको थियो र नेपाल ब्लूले 222 रन जोड्न सफल भएको थियो 9 विकेटको क्षतिमा। 45 ओभरको सो खेलमा 45 ओभर पुरै खेलेको थियो नेपाल ब्लूले भने नेपाल ग्रीनले 45 ओभरको यो खेलमा 40.2 बलमा 10 विकेट गुमाएर 158 रन मात्र जोड्न सफल भएको थियो, जसमा नेपाल ब्लूले 64 रनको अन्तरले जित हासिल गरेको थियो। नेपाल ब्लू को ब्याटिङ लाइन हेर्दा करण केसीले 22 बलमा 24 रन, सकिब हकले 45 बलमा 19 रन, अनिल कुमार शाहले 35 बलमा 31 रन, गुलशन झाले 51 बलमा 42 रन र देव खनालले 8 चौका र 2 छक्काको मद्दतले 81 बलमा 77 रन जोड्न सफल भएका थिए भने ग्रीनको बोलिङ तर्फ हेर्ने हो भने सोमपाल कामी र रिजन ढकालले 1-1 विकेट लिन सफल भएका थिए र पवन सराफले पनि 1 विकेट लिन सफल भएको थियो। त्यसैगरी रशिद खानले 2 विकेट्स र सागर ढकालले सर्वाधिक 3 विकेट्स लिन सफल भएका थिए। त्यसैगरी नेपाल ग्रीनको ब्याटिङमा अर्जुन कुमारले 23 बलमा 14 रन, सोमपाल कामीले 47 बलमा 24 रन र मोहम्मद आसिफ शेखले 52 बलमा 56 रन जोड्न सफल भएका थिए 5 चौका र 1 छक्काको मद्दतले। त्यसैगरी नेपाल ब्लूको बोलिङमा दिपेश कणेल र सूरज तामाङले 1-1 विकेट लिन सफल भएका थिए भने रोहित पौडेलले पनि 1 विकेट लिएका थिए भने कुशल मल्लले 2 विकेट्स र युवराज खत्रीले 4 विकेट्स लिन सफल भएका थिए। त्यसैगरी डे 3 कै अर्को म्याचमा नेपाल येलो भर्सेस नेपाल रेड को म्याचमा नेपाल येलोले पहिले ब्याटिङ गरेको थियो। 40 ओभर 1 बल खेल्दै 10 विकेट्सको क्षतिमा 158 रन मात्र जोड्न सफल भएको थियो। सो म्याच 47 ओभरको भएको थियो भने नेपाल रेडले 47 ओभरको सो खेलमा 29 ओभर 4 बलमा 2 विकेटको क्षतिमा 162 रन बनाउन सफल भएको थियो र म्याचलाई 8 विकेट्सको अन्तरले जित हासिल गरेको थियो। नेपाल येलोको ब्याटिङमा रुपेश कुमार सिंहले 25 बलमा 16 रन जोडेको थियो भने दिपेन्द्र सिंह ऐरीले सर्वाधिक 108 बलमा 90 रन जोड्न सफल भएको थियो 11 चौकाको मद्दतले भने नेपाल रेडको बोलिङ लाइनमा शहाब आलम, सन्दीप लामिछाने र आकाश चन्दले 1-1 विकेट लिन सफल भएको थियो भने प्रतीश जीसीले 2 विकेट्स र नन्दन कुमार यादवले सर्वाधिक 3 विकेट्स लिन सफल भएको थियो। त्यसैगरी नेपाल रेडको ब्याटिङ लाइनमा तीर्थराज दासले 44 बलमा 29 रन जोडेका थियो भने शुभकङ सकारले 18 बलमा 30 रन जोड्न सफल भएको थियो भने अर्जुन साउथले 96 बलमा 82 रन जोड्न सफल भएको थियो 12 चौका र 1 छक्काको मद्दतले। त्यसैगरी नेपाल येलोको बोलिङमा अविनाश बोहरा र अजय चौहानले 1-1 विकेट लिन सफल भएको थियो। त्यसैगरी डे 4 को म्याच नेपाल ग्रीन भर्सेस नेपाल येलो र नेपाल ब्लू भर्सेस नेपाल रेड को म्याच भएको थियो। नेपाल ग्रीन र नेपाल येलोको म्याचमा नेपाल ग्रीनले पहिले ब्याटिङ गरेको थियो। 50 ओभरको सो खेलमा केवल 27.2 बल मात्र खेल्न सफल भयो 10 विकेटको क्षतिमा मात्र 95 रन मात्र जोड्न सफल भयो भने नेपाल येलोले 50 ओभरको सो खेलमा 17.5 बल खेल्दै 5 विकेटको क्षतिमा 98 रन जोड्दै नेपाल येलोले 5 विकेट्सको अन्तरले जित हासिल गर्यो। त्यसैगरी नेपाल ग्रीनको ब्याटिङ लाइनमा हेर्नुपर्दा पवन सराफले 34 बलमा 14 रन, मोहम्मद आसिफ शेखले 20 रन, त्यसैगरी अर्जुन कुमारले 38 बलमा 30 रन जोड्न सफल भएको थियो भने नेपाल येलोको बोलिङमा कमल सिंह ऐरी र रुपेश कुमार सिंहले 2 विकेट्स लिन सफल भएको थियो भने विशाल पटेल र अविनाश बोहराले 3 विकेट्स लिन सफल भएको थियो। त्यसैगरी नेपाल येलोको ब्याटिङमा सन्तोष कार्कीले 18 बलमा 10 रन जोडेको थियो भने किरण थङ्गुनाले 28 बलमा 29 रन जोड्न सफल भएको थियो भने दिपेन्द्र सिंह ऐरीले 36 बलमा 42 रन जोड्न सफल भएको थियो भने नेपाल ग्रीनको बोलिङ लाइनमा रिजन ढकालले 2 विकेट्स र सोमपाल कामीले सर्वाधिक 3 विकेट्स लिन सफल भएको थियो। त्यस्तैगरी अर्को डे 4 को म्याच नेपाल ब्लू भर्सेस नेपाल रेडको रहेको थियो। नेपाल ब्लूले पहिले ब्याटिङ गर्दै 50 ओभरको सो खेलमा 47.4 बल खेल्दै 10 विकेटको क्षतिमा 208 रन जोड्न सफल भएको थियो भने नेपाल रेडले 50 ओभरको सो खेलमा 49.5 बलमा 9 विकेटको क्षतिमा 209 रन बनाउँदै 1 विकेट्सको अन्तरले जित हासिल गरेको थियो, जसमा नेपाल ब्लूको ब्याटिङ लाइनमा
कुशल मल्लले 18 बलमा 11 रन, प्रज्वल थापाले 24 बलमा 13 रन, सूर्य तामाङले 17 बलमा 19 रन, सकिब हकले 44 बलमा 32 रन, देव खनालले 46 बलमा 36 रन, रोहित कुमार पौडेलले 57 बलमा 35 रन र अनिल कुमार शाहले 61 बलमा 41 रन जोड्न सफल भएको थियो। त्यसैगरी नेपाल रेडको बलिङ लाइनमा हरेन भट्टले 1 विकेट, सन्दीप लामेछाने र शहाब आलमले 2-2 विकेट्स लिन सफल भएको थियो भने आकाश चन्दले 4 विकेट्स लिन सफल भएको थियो। त्यसैगरी नेपाल रेडको ब्याटिङ लाइनमा मोहम्मद आरिफ शेखले 27 बलमा 13 रन, प्रतीश जीसीले 32 बलमा 17 रन, शुभ कंसकारले 30 बलमा 15 रन, तीर्थराज दासले 45 बलमा 31 रन, अर्जुन साउदले 40 बलमा 36 रन र भीम सार्कीले 69 बलमा 58 रन जोड्न सफल भएको थियो 6 चौकाको मद्दतले। त्यसैगरी नेपाल ब्लूको बलिङ लाइनमा गुलशन कुमार झा र सूर्य तामाङले 1-1 विकेट्स लिन सफल भएको थियो भने दिपेश कणेल र युवराज खत्रीले सर्वाधिक 3-3 विकेट्स लिन सफल भएको थियो। वेल युट्युब दर्शक महानुभावहरू, डे 3 र डे 4 को म्याच साह्रै नै इन्ट्रेस्टिङ म्याच रहेको थियो भने डे 5 को म्याचको डिटेल्स लिएर म पुनः उपस्थित हुनेछु। खेल खेलाडी युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। जय नेपाल।